साथ सपोर्ट गर्न चाहनुहुन्छ भने मलाई गर्न सक्नुहुन्छ। म निर्धक्क तरिकाले तपाईँहरूको सहयोगलाई स्वीकार्ने छु, किनकि म यो धरानको ठाउँमा बसेको छु, एउटा संस्थाले बनाइदिएको घरमा बसेको छु। यस्तै साथ सहयोगबाट नै म अहिलेसम्म आफ्नो मेरो निर्वाह चलाइराखेको छु। यदि तपाईँहरूले चाहनुहुन्छ भने मलाई सहयोग गरिदिनु होला। सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई सम्पूर्णलाई अनुरोध गर्छु मेरो तर्फबाट हजुरहरू सबैजनालाई सहयोग गरिदिनु होला भन्न चाहन्छु। स्वीकार्ने छु तपाईँको सहयोगलाई भन्न चाहन्छु। हस् धन्यवाद। तपाईँलाई सहयोग गर्दा चाहिँ कहाँ र के माध्यमबाट गर्न सकिन्छ? यदि मलाई सहयोग गर्न चाहनुहुन्छ भने तपाईँहरूले पर्सनलमा गर्न चाहनुहुन्छ भने मेरो नगेन्द्र पयाङ्गो लिम्बू मेरो टिकटकबाट नि अनि साथी त्यहाँबाट खोज्न सक्नुहुन्छ। यदि तपाईँहरूले हाम्रो कुनै संस्थाबाट सहयोग गर्न चाहनुहुन्छ भने हाम्रो साझा चौधारी टिकटक लाइभ परिवारको संस्था छ, त्यहाँबाट पनि तपाईँले सहयोग गर्न सक्नुहुन्छ। हाम्रो साझा चौधारी टिकटक परिवारमा त्यहाँ गएर तपाईँले हेरेर सम्पूर्ण त्यहाँ डिटेलहरू छ र साझा चौतारीको युट्युब च्यानल पनि छ, त्यहाँभित्र गएर पनि तपाईँले हेर्न सक्नुहुन्छ। मलाई र अन्य धेरैजनालाई सहयोग गरेको रेकर्डहरू त्यहाँ तपाईँले हेर्न सक्नुहुन्छ। त्यसको माध्यमबाट पनि तपाईँले सहयोग गर्न सक्नुहुन्छ, साझा चौतारी तर्फबाट पनि। धन्यवाद। धन्यवाद यति भन्दै